guys and welcome back to my channel. म चाहिँ सुमित गिरी। आजको प्लान चाहिँ के छ, आज म चाहिँ बर्दियादेखि काठमाडौँ जान्छु। मेरो 4 बजेको टिकट छ। 4 बजेको टिकट छ। मैले बुवाको फोन लिन आएको। 4 बजेको टिकट छ। अहिले बिहानको 9:20 भइरहेको छ। बिहानको 9:20 अनि म चाहिँ अहिले गाउँमा छु। खाना बनाउँदैछु माइलो बुवा र म मिलेर। यहाँ हिजो हुरी बतास चलेर मौसम चिसो चिसो छ। यहाँ अब यस्तो छ मौसम यताको। गणेश दादा होइसिन्छ गाई भन्दैछ यता ट्याक्क। अब चाहिँ हामी किचनभित्र यसो माइलो बुवा र म यहाँ मासु बनाउँदै। मासु यो फोन लिस्यो। ल अब एकछिन बाहिर गएर देखाउँछु म यहाँको मौसम कस्तो छ भनेर। अब यहाँ चाहिँ ट्याक्क के हुँदैछ भनेपछि यो ठाउँमा चाहिँ बाख्रा गोरुहरूको लागि चारा बनिरहेछ। चारा 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 बनिरहेछ। मेरो गाउँको गोठ देखाउँछु। गोठ वेट गाइस ओके। गाउँमा चाहिँ यस्तो दुईवटा टोइलेट छ। टोइलेट यहाँ कोठा त्यहाँ। राति आउन यस्तो डर लाग्छ नि यता। यो चाहिँ हाम्रो गोठ भयो गाउँमा। ट्याक्क यहाँ बाख्राहरू भैँसीहरू पाल्नुहुन्छ। यहाँ हेर्नु घरको यता पनि एउटा के भन्छ यसलाई कुलो। घरको उता नि कुलो। अस्ति देखाएको थिएँ नि मैले भ्लगमा। एकदम गोठभित्र छिरौँ पुरै गर्न आउँदो 4 यस्तो गन्नाइरहेको छ नि। फाइनली निस्कियो। आऊ आऊ ये आम्मामा। हिजो राति पानी परेर पुरै गिलो गिलो भएको छ। पराल पहिला सानोमा हामी यसमै कति खेल्थ्यौँ। उफ्रिँदै चलो आगे बढ्थे। ठुलो मम्मी ठुलो बुवा जेठुवा आमाको त्यहाँ होइसिन्छ। जेठुवा जुम गर्छु है। जेठुवा त्यहाँ होइसिन्छ। ठुलो जेठु मम्मी कहाँ होइसिन्छ थाहा भएन। यहाँ चाहिँ यस्तो छ खेत। मौसम चाहिँ खत्रै भएको छ आज। हिजो पानी परेर आज मौसम खत्रै भएको छ होइन। अब सायद बाटोमा मैले धेरै भ्लग बनाउन पाउँदिनँ होला, किनभने मेरो यो मोबाइलमा चार्ज टिक्दैन। मैले एन्ड्रोइडबाट भ्लग बनाउनुपर्छ। अनि एन्ड्रोइडबाट भ्लग बनाउँदा क्वालिटी घट्छ। त्यही भएर गाइज अब बाटोतिरको भ्लग एन्ड्रोइडबाट बन्छ। क्वालिटी घटेको हुन्छ। अलिकति म्यानेज गरेर हेरिदिउँ होला। ओके अब अहिलेको लागि यति। अलि अब निस्किनुभन्दा अगाडि एकछिन फेरि भ्लग बनाउँछु। यु क्यान सी द्याट गाइज होइन। आउटफिट चेन्ज भइसकेको छ मेरो। म चाहिँ बस पार्क जानको लागि रेडी भइसकेँ। अब यता के अरे हाम्रो गाउँबाट चाहिँ हामी दालहरू जान्छ क्या उता। एकैछिन ल यसलाई तान्दिउँ। त्यही छ। यहाँदेखि दालसाल लानु छ। अनि त्यो दालसाल लानको लागि एकजना दाइलाई कुर्दैछौँ। त्यहाँ दाइले दालहरू यस्तो त्यहाँ गाडीमा राखिदिनुहुन्छ। अनि माइलो बुवा र म चाहिँ बाइकबाट जान्छौँ। अनि त्यहाँ दाइ चाहिँ टुकटुकमा आउनु छ। टुकटुकमा अनि क्वालिटी चाहिँ नराम्रो भएको होला, किनभने मैले एन्ड्रोइडबाट भ्लगिङ गर्दैछु। किनभने आइफोनमा चार्ज सकिन्छ छिट्टो। अनि त्यसैले मैले एन्ड्रोइड खोलिसकेँ। ओके गाइस अब बस पार्कमा गएर भेटौँ ल। पुरा हुरी अब आइसकेको छ होइन। अब हामी चाहिँ बस पार्क भुरी गाउँ बस पार्कमा यसरी बसिरहेका छौँ। यहाँ नजिक हुरी बतास आइरहेको छ। मेरो गाडी आएको छैन अहिलेसम्म। बादल यस्तो लागिसकेको छ यार। ट्याक्कै जाने दिन चाहिँ छिटोभन्दा छिटो पुगियोस् काठमाडौँ भनेर आश गर्दछु म। अब बसको लागि कुरिरहेको छु। बस आएपछि बनाउँछु फेरि गाइस होइन। म चाहिँ बसमा बसिसकेको छु। मैले चाहिँ मोबाइल यत्तिकै राखेको छु होइन। यो भइसक्यो चाहिँ पछिको हो, किनभने कि मलाई लाज लाग्यो मान्छेहरूको अगाडि भ्लग गर्न। त्यसैले सरी होइन। मेरो अरू भ्लग आउँदैन। मेरो भ्लग यतै एन्ड गर्न जान्छु। हेरिदिनु भएकोमा यहाँसम्म थ्याङ्क यू। लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। बाई बाई।